यस्तो हुन्छ है कडा पहाडको डेन्जर बाटो चाहिँ ल कडा यस्तो छ है डेन्जर ल ल ल एकछिन बस्नु न एकछिन यसको रमाइलो हेरौँ न हक गरेर बसिरहेको छ यार गर्लफ्रेन्ड होला कडा हेर्नु न लौ म्यान तर कस्तो जङ्की यार उही हाम्रो सो नमस्ते गाइज वेलकम ब्याक टु माई न्यू ब्लग आई होप तपाईँ सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु तपाईँहरूले भिडियो देखेर थाहा पाउनु भयो होला अगाडिको टक्क आज कहाँ जाने भनेर टक्क आज स्विमिङ गर्न जाने पनि हुन्छ एकदम गर्मी छ टक्क काले भाइ रेडी भएर निस्किरहेको छ म पुरै रेडी भइसक्यो यहाँनिर काले भाइ भित्र छ रेडी हुँदैछ अब निस्किएपछि एकछिनपछि भेटौँला है त फाइनली गाइज अहिले चाहिँ हामी बस स्टप आइपुगेको काले भाइ र म होइन टक्क काले भाइ त गेम खेलिरहेको छ एउटा खुसी कुरा केटा हो होइन गाउँमा पनि टक्क निर्माण हुँदैछ है ल विकास हुँदैछ बिस्तारी 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 विकास हुँदैछ टक्क गाउँमा पनि यस्तो छ बाटो होइन टक्क गाडी आयो कहाँ टक्क गाडी पनि आयो अरे अब निस्किनु पनि हुन्छ यहाँबाट यहाँ चाहिँ यस्तो छ है साथीहरू टक्क यो चाहिँ कुलो यो कुलो काट्यो रहेछ यो पिच चाहिँ होइन होला टक्क कुलो मात्रै काट्यो होला अहिले टक्क काले भाइ त्यहाँ छ गाडी आयो अरे अब निस्किनु पनि हुन्छ यहाँबाट हामी यस्तो हुन्छ है कडा पहाडको डेन्जर बाटो चाहिँ ल यहाँबाट खस्यो भने त नि वान मिस गेम फिनिस छैन त नि यस्तो छ बाटो चाहिँ पहाडमा चाहिँ ल हेर्नु न यस्तो छ अनि यस्तोमा नि यस्तो भिड हुन्छ अनि यहाँबाट अनि कस्तो छ बाटो त सेट बाटो चाहिँ यस्तो डरलाग्दो छ नि साथीहरू टक्क यहाँ यस्तो छ एकदम बाटो चाहिँ त्यति राम्रो छैन कि यस पहाडमा होइन त्यति विकास पनि हुँदैन तपाईँहरूलाई भिड मात्रै देखाउँछु म हेर्नु न अनि यहाँबाट यस्तोबाट गाडी हिँड्यो भने कस्तो हुन्छ त यहाँबाट अब यो रोडबाट चाहिँ नहिँडिकन त्यहाँबाट हिँड्यो भने चाहिँ के हुन्छ त होइन फाइनल गाइस आइपुगिसक्यो होइन त्यहाँ गाडी फर्काउँदैछ गाडी यहीँसम्म त आउँछु टक्क म चाहिँ हिँडिरहेको छु काले भाइ त्यहाँ भेटान टोलीसँग चल्दिसक्यो अगाडि भ्याटका भ्याट टक्क अब तल जानुपर्ने हुन्छ हामी पुग्नु पनि त्यो तल त्यो पहिरो पुगे जस्तोमा हो टक्क ठिक छ अब हिँडौँ हल्का हिँड्नु नि पर्छ एडभेन्चर गर्नुपर्छ होइन टक्क यहाँबाट देखाउँछु म टक्क पुग्नु पनि चाहिँ हामी त्यहाँ हो टक्क यहाँ पनि कस्तो बवाल छ कि तपाईँहरूलाई देखाउँदै गर्छु तपाईँहरू निरन्तर हेरिरहनु न मेरो ब्लग होइन यहाँ चाहिँ एकदम गुड बाटो छ यार साथीहरू यार यस्तो दामी छ यार सिडी काले भाइ त कस्तो चार्जमा बत्तिरहेको छ भने यार यत्तिकै छोडेर ओइ क्र्याक पक्न टक्क यस्तो छ होइन टक्क यो सबै हिन्डौती 9 उता चौतारा साङ्गजोक टक्क यो चाहिँ यस्तो दामी सिडी रहेछ दामी रहेछ यार तर अलिक धेरै सिडी रहेछ गाह्रो हुँदो रहेछ यार काले भाइ त्यहाँ पुगिसक्यो भने ऊ छोडेर हिँडिरहेको छ भने मलाई टक्क यहाँनिर गुम्बा जस्तो पनि रहेछ त्यहाँ ऊ एकछिन बस्नु म यहाँ देखाउँछु तपाईँहरूलाई के हो यो गुम्बा हो कि के हो यो के हो गाइज कमेन्ट गर्नु ल यो यहाँको मान्छेहरूलाई थाहा होला यो के हो तपाईँहरूले पनि कमेन्ट गर्नु ल के हो यो यस्तो डेन्जर छ धेरै त यार आधी मात्र बनाएको रहेछ टक्क यस्तो छ होइन काले भाइ कहिले के हुन्छ कहिले हुन्छ क्र्याक भइसक्यो भने है टक्क अब यसलाई खाजा खुवाउनु पनि हुन्छ भोक लाग्यो भने त एकदमै टक्क अब उतै गएर भेटौँ है त यस्तो छ है यस्तो भिरबाट लिएर हिँड्दैछ क्या अब यहाँनिर झुन्डेर जानुपर्ने क्या अब तल पनि त्यहाँ निक्लिनु पनि यताबाट जानुपर्ने रहेछ छिटो हुन्छ भने यताबाट झऱ्यो लास्टमा त ल्याए भिड छ क्या हाम्रो यस्तो बाटो देखेर बाटो त पनि देखेँ नि यहाँबाट चाहिँ कसरी झर्ने त ल यो समात यो ब्याग पनि समात ब्याग सामान फुट्ने सामान छ नि फेरि ल यस्तो छ केटा हो यार हेट तेरिको कसरी चाहिँ जाने हुँदैन यार हेट कसरी चाहिँ जाने त्यस्तोमा त काँडा पनि कति हो मात्र गन यस्तो छ भने यार यस्तो छ यार हेट आज त के हो झन् यस्तो रमाइलो गर्न निक्लौँ भने हिँडिसक्यो भने एक्लै यस्तो छ कि ल हेर्नु न तपाईँले क्यामेरामा यस्तो देखेको छैन होइन यस्तो ठाडो परेको छ कि अब यहाँ यस्तरी अब भित्रसम्म त जानुपर्ने भएन त अब यहाँ जुत्ता लाग्छ भने जुत्ता चिप्लेछ यार त्यो त्यहाँ पुगिसक्यो तल त्यहाँ पुगिसक्यो चाहिँ यस्तो छ बाटो पनि न के हुनु
भित्तासम्म दिनु पनि भयो हेट तेरिका तनाबे हे त्यो चस्मा नि किन निखोदो रहेछ भने एकतिर यहाँनिर तनाव भएको झर्न त झरियो होइन मकै बारी दराम भने जस्तो मकै बारी पनि झऱ्यो झर्न त टक्क अब काले भाइ चाहिँ एक्लै चार्जमा बत्ती रहेछ त्यहाँ क्र्याक हो क्या क्र्याक यस्तो माथिबाट झारिदियो नि तपाईँले क्यामेरामा त्यस्तो देख्दैन होइन हेर्नु न ल त्यस्तो माथिबाट तल झारिदियो नि यसले अनि ए तल जानु पर्दैन है यहीँबाट हुन्छ आइज टक्क अब यस्तो छ है त्यहाँबाट जाने नि यताबाट पुग्छ आइज टक्क ऊ चाहिँ रोडमा जानु लागेको छ होइन टक्क गोरेटो बाटो हुँदै पनि त्यहाँ पुग्छ क्या मिनी सर्टकट बाटो चाहिँ थाहा छ होइन यसले चाहिँ सर्टकट बाटो थाहा भएको पनि त्यहाँबाट छिटो ल्यायो क्या मलाई छिटो ल्याउने सोच्नु झन्डै मार्या टक्क अब यो सर्टकट बाटोमा निक्लेन है मैले त्यसलाई रोड देखाउने बाटो देखाएँ भने भिड खसाल्दै यस्तो झन्डै मर्या यार हेट एउटा हो गाह्रो छ हेट हाइकिङ गएको भन्दा नि बडी बवाल भयो आज त नि आज त हिमालय चढ्यो नि हिउँ नभएको काले भाइ आउँदैछ ऊ त्यहाँ काले आउँदैछ त्यहाँ टक्क अब निक्लिनु पनि हुन्छ यस्तो तनाव छ नि त्यो एउटा हो होइन बाटो यस्तो छ अब क्यामेरा हेरेर हिँडौँ भने बाटो यस्तो लडेर अहिले लडेर तनाव हुन्छ फेरि अनि टक्क आइज यो सर्टकट बाटो तर चाहियो नि टक्क फाइनली पुगिसक्यो हामी चाहिँ टक्क यस्तो छ बाटो यहाँ चाहिँ होइन आज भएको चाहिँ के अब यो बाटोबाट आयो होइन अस्ति आएको बाटो यही हो मैले बिर्सेको छैन अनि आज के भएको यस्तो नि यहाँबाट आयो यो कुलो नै यहाँबाट सक्यो के काले भाइ कहाँ गयो गायब छैन आज कुलदेवताले साथ नदिएको के हो कि थ्याट तेरिका अहिलेसम्म पुग्नु पनि मान्छे यार यहाँ अड्केर बसिरहेको छ यार काले 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 थ्याट तेरिका खत्तम पनि हाल्ने कहाँ गयो त्यो ढले क्या कतै गएर तनाव भयो यार गाइस आज कुलदेवताले साथ दिएको छैन भने तनाव भयो तल माथि कहिले पुग्नु पल्लोटा गाह्रो छ त्यो त कहाँ पुग्यो बत्तिसक्यो त्यो क्र्याक कहाँ पुग्यो छैन मान्छे नै गाह्रो छ यी पुरै कुरो लाग्यो लाग्नु पनि पुरै बेकारमा झाडीको बाटो हिँड्यो गाह्रो भयो बेकारमा टक्क अब जानु पनि हुन्छ उतै गरेर भेटौँला काले भाइलाई कहाँ पुग्यो त्यो खोज्नु पनि हुन्छ यहाँ अघि त्यहाँबाट यस्तो भएको नि नत्र त अहिलेसम्म म अमेरिका पुगिसकेको थिएँ अलिकसम्म भेटौँला है त अब फाइनल गाइस म ओल्लो टार पनि आइपुगिसक्यो काले भाइ छैन गाई बिहान छैन कतै पनि त्यहाँबाट निक्लेँ म भर्खरै छैन काले भाइ गायब भयो कहाँ गयो यस्तो गर्मी हो क्या यस्तो घाम छ नि ए भाइ मारिदिए मलाई यस्तरी हुन्छ अझै कालो छ यति कालो छ अझै कति कालो बनाउँछस् है कति कालो बनाउँछस् योभन्दा हो भने अलिकति दया माया गर्न जाँठा गाह्रो छ अब टक्क दाइको भेना घरमा गएर टक्क भेट्नु पनि हुन्छ केटा हो अब हल्का 5-7 मिनट हो काले भाइ छैन गायब हो क्या क्र्याक भइसक्यो भने त्यो टोटल्ली छैन मान्छे नै पछाडितिर होला कि भन्ने होला छैन कि अलिकति कमजोर गरिदिन यार त्यो यार लाइट यार आँखै हेर्न नसक्ने त्यसो त नगर्न यार झन् कालो मान्छे झन् कालो भइहाल्छ नि यार त्यसो नगर न तिमी हेर्नु न बल्या छ अघिदेखि भने अहिले त झन् तालुको आलु फलाउन लागिसक्यो झन् कालो मान्छे अनि म बिलाउँदैन भने तनाव के त्यसै त बत्ती गयो भने अझै म देख्दैन झनै यसरी हिँड्दाखेरि नि झनै कालो भइसक्यो नि घरमा भोलि अनि जाँदाखेरि बत्ती गयो भने मलाई चिनेन भने छोरो कहाँ गयो भनेर खोजेर हिँड्यो भने के गर्ने म यहीँ गर्दाखेरि दाँतमा टड्किन्छ सक्यो मेरो भाइ कालो भएर मैले दिउँसै पनि नदेखेको हो कि लाइट बाल्दै अन पनि रहेछ दिउँसै नदेखेँ मैले कालो भएर हो कि के हो छैन अब उतै गरेर भेट्नु पनि हुन्छ है
फाइनली दिदी घर पनि आइपुग्यो हो दिदीको घर चाहिँ है ए यहाँ आइपुगेछ काना त अलिकति हुन्छ नि है सँगै आएको साथी छोडेर हिँडिदिन्छ अब भयो त अनि दाइ सन्चै हुनुहुन्छ टक्क आज खोलातिर जाने भनेर आएको झन् ओइ झट्ने लड्या यो घरमा को हुनुहुन्छ सबैजना छ न होइन अब तोप तोप मुनिम न हेर चुरी पनि थट बत्ती बाल्नु न लाइन अरे टक्क आइपुगिसक्यो हामी चाहिँ फ्यामिलीहरू है भेना खोइ त भेना अब एकछिन बसी टक्क खोलातिर निक्लिनुपर्ने हुन्छ नुहाउनलाई गर्मी छ एकदम भेना चाहिँ टक्क खोलातिर जानु भइसकेको छ हामी चाहिँ निक्लिनु लाग्यो यहाँबाट टक्क अब रेडी भएर यस्तो छ है सेटअप चाहिँ फेरि अलिकति बवालै छ नि नेक्स्ट लेभल हो नि त टक्क अब खोला चाहिँ यतातिर पर्छ जानुपर्ने हुन्छ अब गर्मी छ घाम पनि त्यस्तै छ दिन्छु काउन्टर नुहाउनलाई पनि मैले गाह्रो छ केटा हो जानुपर्छ खेल्नुपर्छ गर्मीमा होइन चिल हान्नुपर्छ गर्मीमा चिसो चिसो पानीमा चट्ट एउटा एक्सट्रिम हातमा लिएर स्वाद आउँछ नि त अब टक्क जानुपर्ने हुन्छ हिँडिसक्नुभयो सबैजना चाहिँ काले भाइ अगाडि छ त्यो त जे चिज पनि अगाडि अघि मभन्दा अगाडि पुगिसक्यो अहिले पनि चिलमा हिँड्छ आफ्नै पारामा यस्तो हुन्छ है पाहाडमा चाहिँ केटा को कोले थाहा छ यस्तो के हो यो कमेन्ट गरौँ है कस्तो डेन्जर छ हो यस्तो छ यस्तो केटा हो यस्तो छ है डेन्जर ल ल ल एकछिन बस्नु न एकछिन यसको रमाइलो हेरौँ न हक गरेर बसिरहेको छ यार गर्लफ्रेन्ड होला मुगे मुगे यसलाई के भन्छ केटा हो तपाईँहरूको ठाउँतिर टक्क कमेन्ट गरौँ है केटा हेर्नु न ल म्यान तर कस्तो जङ्की यार उयो हाम्रो चाहिँ तामाङ ओए ल हेर्नु न केटा फाइनली खोलातिर निक्लिसक्यो हामी चाहिँ त्यो यस्तो हल्का त्यो चाहिँ के भन्छ तपाईँहरूको भाषाबाट हाम्रोमा चाहिँ गोरा भन्छ होइन त्यो जुदेको हेऱ्यो एकछिन जुदेको हो कि अब हो थाहा भएन चुम्मा चाटी गऱ्यो कि के हो त्यो उनीहरू जुडेको त होइन त्यो जुदेको भए त्यसरी जुत्दैन थियो होइन त्यो पुरै माया देखाइरहेको छ एउटा भाले एउटा माउ रहेछ टक्क निक्लिनु भएछ फेरि हामी पूर्ण रूपमा फर्किसक्यौँ हामी एउटा बबाल थियो एकदम बबाल थियो जे होस् ठिक छ अब निस्किनु पनि हुन्छ गाह्रो हँसो लाग्यो मलाई त्यो जुदेको देखाएर कि मान्छे उभिए जस्तो उभिएर जुत्दो रहेछ नि हाइट नसक्नु त्यस्तोले अनि मारिहाल्छ नि फाइनल गाइज अझै हामी आइपुगिसक्यो है टक्क काले भाइ त त्यहाँ हानिसकेको छ हो टाइप भान्जा सन्चै हुनुहुन्छ टक्क यस्तो छ है केटा अब हान्नु पनि हुन्छ गर्मी छ हो टक्क यस्तो छ यहाँ चाहिँ बबाल छ यहाँको सेटअप चाहिँ होइन यो ठाउँ भाइरल हुन्छ केटा आउनुपर्छ अगाडि नै टक्क यस्तो दामी हान्छ केटा भाइहरूले दामी खेलिरहेको चाहिँ होस् ल टक्क यस्तो दामी हानिरहेछ टक्क अब हान्नु पनि हुन्छ यहाँनिर डाइभ यस्तो छ त यार यहाँ त यार टक्क हान्नु पनि हुन्छ केटा डाइभ अब होइन यहाँनिर फाइनली गाइज पौडी पनि खेलिसक्यो टक्क भाइहरू हाई गरिदियो न टक्क भाइहरू छ सबैजना यहाँनिर र खाने हो अब निस्किनु पर्ने हुन्छ है केटा हो टक्क अब एकछिनपछि भेटौँ ल टक्क घर गएर फाइनली गाइज दिदीको घर पनि आइपुग्यो होइन आज हल्का ढिलो भएर टक्क काले भाइ त्यहाँ छ दिदी यहाँ हुनुहुन्छ म चाहिँ टक्क अब सुरु गर्न लाग्यो आजको भ्लग कस्तो लाग्यो तपाईँहरूलाई लाइक कमेन्ट सेयर सब्सक्राइब सबैले गरिदिनु होला आज अलिक ढिला भएको कारणले घर फर्किन पाएन अब भोलि न्यू डे न्यू भ्लग भेटौँला नेक्स्ट टाइम